एउटा पोलियो साथी रहेछन्, उनको अर्को साथी चाहिँ नि उनी सबै कुराले योग्य रहेछन्। दुईजना साथीहरू एकदिन यसो जङ्गलमा घुम्न गएछन्। अनि त्यो उसले भनेछ, अलिकति लङ्गडो जस्तो खोर्याउने बिचरा पोलियो भएको मान्छेले, म यस्तो छु, जङ्गली जनावर पनि आउन सक्छन्, त्यो बेला त म त फेरि भाग्न सक्दिनँ, नजाउँ क्यारे जङ्गल भन्दा होइन, म सधैँ छु नि, त्यो जनावरलाई पनि म भगाउँला, तिमीलाई पनि म बचाइहालौँला नि भनेछ। त्यो भन्दै थिए, अलि पर पुगेको त ठ्याक्क एउटा भालु आइपुगेछ। भालु आएको परैबाट देख्ने बित्तिकै त्यो जुन सबै कुराले योग्य मान्छे छ, त्यो मान्छे सुर्रै नजिकको रुख चढेछ, रुखको टुप्पा गएर बसेछ। बिचरा त्यो पोलियो भएको मान्छे त खुट्टा अलिकति उसलाई अप्ठ्यारो थियो, ऊ दौडिन पनि सकेन, रुख चढ्न पनि सकेन। उसले कतै सुनिआएर छ भालुले चाहिँ मरेको मान्छेलाई चाहिँ खाँदैन अरे भनिसकेपछि ऊ घुत्रुक्क लडेर मरेको जस्तै भएछ। भालु त आयो, एउटा त मान्छे रुख चढिहाल्यो, रुख चढेकोलाई केही गर्न सक्ने कुरा आएन। त्यो लडेको मान्छेलाई चारैतिर सुँगेछ गरेछ भालुले, सुङसाङ गरेपछि चाहिँ अब के गर्नु मरे जस्तो लागेछ। भालुले छोडेर भालु अगाडि बढेछ, अलिक पर गयो, भालु टाप ठोक्यो भने नदेखिने ठाउँमा गयो, नदेखिने ठाउँमा पछि रुखबाट मान्छे ओर्लेछ। ओर्लेपछि ओहो साथी कस्तो दुर्घटना है, तिमीले त भन्दै थियौ, नभन्दै भालु आयो, म पनि के गरौँ, आत्तिएर ज्यान जोगाउनलाई चाहिँ म त रुखमा चढेँ, तिमीले पनि त कुरो त मिलाएछौ, त्यहाँ त ढाकढुक सुत्यौ, अनि के तिमीलाई त निकै बेरसम्म भालुले त के तिम्रो कानमा केही भने जस्तो लाग्यो, भालुले केही कुरो तिमीलाई भने हो, तिमीले भालुलाई चिन्दा रहेछौ कि क्या हो, भालुले त तिमीलाई राम्रोसँग कुराकानी गरे जस्तो लाग्यो, मैले रुखबाट हेर्दा त तिमीसँग केही संवाद गरे जस्तो लाग्यो, के भन्यो भालुले भन्दा हो साथी, भालुले भन्यो तिमी जस्तो साथीको चाहिँ कहिले पनि सङ्गत नगर्नु भनेको छ।